हेलो नमस्ते स्वागत छ फेरि पनि हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी हिजो चाहिँ हामी घर झरेको थियौँ र आज चाहिँ हामी निक्लिँदैछौँ गोठ। र अनिता चाहिँ हिजो बिहानै झरेको, म र कान्छा भाइ चाहिँ बेलुकी झरेको। अनि अब हामी चाहिँ निक्लिनेछौँ। हाम्रो भिडियो माया गरेर हेरिदिनु होला। हस् त धन्यवाद। अब चाहिँ हामी निक्लिनेछौँ गोठ। अनि यहाँ आएर नातिनहरू तेल साइनो सासिन सुने के को आमासम्म सुको घट्टाको किन सानोले त्यत्रो काटेर Đâu, có ta đi phục video. भन्छ सानो उमा डाक्यो छिटो Ông lại cho. Pasti kan ya? अब चाहिँ हामी गोठ जाँदैछौँ, घरदेखि गोठ। र साइला भाइ पनि माथि बन्चुरो ल्याउनु जान्छ छालामा। हामी चाहिँ अहिले यहाँ मुढे आइपुगिसक्यौँ र साइला चाहिँ माथि अगाडि गइसक्यो झोला लगेर। पर चरान जाँदैछ। हामी चाहिँ अहिले यहाँ मुरे उकालो जाँदैछौँ। गाह्रो छ हिँड्नु। यो चाहिँ वासीको बोट भन्छ साथीहरू। हात र पात भएको चाहिँ मालिकले चाहिँ बिसाउनु भयो। उहाँले चाहिँ बिसाएको बिसाइदिउँ न त। कता पुग्छ हामी चाहिँ अहिले बिसाएर पनि निक्लिँदैछौँ। साइला भाइ पनि हामीले चाहिँ अहिले भेटिसक्यौँ। अगाडि अगाडि हिँड्दैछ। चराहरू कराउँदैछ उही 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 गर्दै। हामी चाहिँ अब यहाँ केनिका पर आइपुग्यौँ। हामी चाहिँ अहिले यहाँ ट्याङ्की आइपुगिसक्यौँ। घाँटी दुखेर अलि स्वर पनि कस्तो कस्तो भइरहेछ। ट्याङ्की पाखा आयो। ट्याङ्की हो यो चाहिँ खाने पानी। साथीहरू अब चाहिँ घरदेखि यहाँ गोठ पुग्नु आधी भयो। अब अझै आधी छ गोठ पुग्नुको लागि। बाखुरा आइपुग्यो। यो चाहिँ बाखुरा भन्छ। गली है।
साइला भाइ यहाँ गएर हाम्रो मिस उहाँ चाहिँ हाम्रो मिस हो पुची चाहिँ कता गएको आउँछ एकछिन जाउँ न अब चाहिँ हामी बिसायो अनि जाँदैछौँ खोल्मेटेम्माबाट बुढी हिँड्नु नसकेर या 2 घन्टा भइसक्यो लागेको अब हामी चाहिँ घट्टे खोला आइपुगिसक्यो साइला भाइ चाहिँ अगाडि हिँडिरहेछ हामी पछाडि ए ढले 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 घट्टे खोला आइपुग्यो साथीहरू अब हामी चाहिँ हिँड बुढी आमाम खर हिँड्यो बुढी यार पनि हिँडिदिनु पर्यो चर चर त पाठा झिक्ता हो धेरै माया गर्छ नि यसले त्यसको पाठालाई यो चाहिँ हिजो अनिता घर गएपछि बिहाको भएर यहाँ छ पाटा अब चाहिँ हामी गोठ आइपुग्यौँ साथीहरू कसले धुएछ नि त ऊ चाहिँ हो के भएको त पल्लो ऊ चाहिँ तल्लोको ए यो त पल्टिँदैछ त अहिले चाहिँ अब 2टा बाख्रा ब्याग छ अनि यसलाई दिइसक्यौँ अनि पल्लोलाई पनि दिइसक्यौँ 2टा अर्को चाहिँ ठुलो ठुलो भइसकेको छ मार्दैछ बाख्रा 3 लाखै भइसक्यो त बाख्रा त सुन्दैछ अब के